नमस्कार मित्रहरू। आज हामी कुरा गर्दैछौँ एक अत्यन्त शक्तिशाली र पवित्र मुद्रा अभय मुद्रा बारे। यो मुद्रा भगवान बुद्ध, शिव तथा विभिन्न देवी देवताहरूको आत्मा देख्न सकिन्छ। अभय मुद्राले डर हटाउने, आत्मविश्वास बढाउने र मनलाई शान्त बनाउने विश्वास गरिन्छ। यदि तपाईँ तनाव, डर, चिन्ता वा मानसिक अशान्तिबाट गुज्रिरहनु भएको छ भने यो भिडियो अन्त्यसम्म अवश्य हेर्नुहोस्। अभय मुद्रा भनेको के हो? अभय शब्द संस्कृत भाषाबाट आएको हो। यसको अर्थ हुन्छ डरलाई मुक्ति वा निर्भयता। यो मुद्रा सुरक्षा, शान्ति र सकारात्मक ऊर्जाको प्रतीक मानिन्छ। बुद्ध धर्म तथा हिन्दू धर्ममा अभय मुद्रा धेरै महत्त्वपूर्ण मानिएको छ। भगवान बुद्धको मूर्तिमा दायाँ हात माथि उठाएर हत्केला अगाडि फर्काएको मुद्रा नै अभय मुद्रा हो। यसले सन्देश दिन्छ, डराउनु पर्दैन, म तिमीलाई सुरक्षा दिन्छु। अभय मुद्रा कसरी गर्ने? अब जानौँ अभय मुद्रा गर्ने सही तरिका। सबैभन्दा पहिले शान्त स्थानमा बस्नुहोस्। मेरुदण्ड सिधा राख्नुहोस्। दायाँ हात काँधको उचाइसम्म उठाउनुहोस्। हत्केला अगाडि फर्काउनुहोस्। औँलाहरू सिधा राख्नुहोस्। बायाँ हात घुँडामा वा काखमा राख्न सकिन्छ। अब आँखा बन्द गरेर गहिरो सास लिनुहोस्। मनलाई शान्त राख्नुहोस्। यदि 10 देखि 15 मिनेटसम्म अभ्यास गर्न सकिन्छ। अभय मुद्राका फाइदाहरू: डर र तनाव कम गर्छ। यो मुद्राले मानसिक डर, एन्जाइटी र तनाव कम गर्न मद्दत गर्दछ। मनलाई स्थिर र शान्त बनाउन सहयोग पुर्याउँछ। यदि तपाईँलाई आत्मविश्वासको कमी छ भने नियमित अभय मुद्रा लाभदायक हुन सक्छ। यो मुद्रा सकारात्मक ऊर्जा आकर्षित गर्ने प्रतीक मानिन्छ। ध्यान गर्दा मन भड्किने समस्या कम गर्न मद्दत मिल्छ। आध्यात्मिक साधना यो मुद्रा धेरै शक्तिशाली मानिन्छ। यो कहिले गर्ने? अभय मुद्रा बिहान ध्यान गर्दा गर्न उत्तम मानिन्छ, तर तपाईँ तनाव भएको बेला, डर लागेको बेला वा मन अशान्त भएको समयमा पनि गर्न सक्नुहुन्छ। खाली पेट वा हल्का खाना खाएको केही समय पछाडि गर्नु राम्रो हुन्छ। हजुरहरूले सावधानी अपनाउनु पर्ने कुराहरू: यो मुद्रा सामान्यतया सुरक्षित मानिन्छ, तर कुनै गम्भीर मानसिक वा स्वास्थ्य समस्या भए विशेषज्ञको सल्लाह लिनु राम्रो हुन्छ। मुद्रा गर्दा शरीरलाई जबरजस्ती तनाव नदिनुहोस्। अभय मुद्रा केवल हातको मुद्रा मात्र होइन, यो विश्वास, सुरक्षा र करुणाको प्रतीक हो। जब हामी यो मुद्रा गर्छौँ, हाम्रो मनले एउटा सन्देश पाउँछ, म सुरक्षित छु, म निर्भर छु। यदि तपाईँलाई आजको अभय मुद्रा सम्बन्धी जानकारी उपयोगी लाग्यो भने भिडियो लाइक गर्नुहोस्। यस्ता योग, मुद्रा, ध्यान र आध्यात्मिक भिडियोहरूका लागि च्यानल सब्स्क्राइब गर्नुहोस्। कमेन्ट गरेर बताउनुहोस् तपाईँ अर्को कुन मुद्राबारे भिडियो चाहनुहुन्छ। धन्यवाद। अब हामी हजुरहरूलाई केही समयको लागि अभय मुद्रामा बसेर मेडिटेसन गर्न सल्लाह दिन्छौँ। अब लागौँ मेडिटेसनतिर।